खुट्टामा लाग्यो नि म कस्तो देखेकी छु आज मेरो कुर्ता छ ओहो पुतली भएर आछ त हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल म चाहिँ यहाँ आएको साथीहरूलाई कुर्दैछु उनीहरू आउँदैछन् एक्कासी प्लान बनेकै जाने फोन गऱ्यो जाउँ न त भने ल नि त गइदिउँ त गइदिउँ भनेर गइदिउँ म कस्तो देखेकी छु आज मेरो कुर्ता छ हेलो आई लभ यु टु हेलो हजुर बिहे गऱ्यो कि हामीलाई नभनिकन बिहे गऱ्यो कि हामीलाई नभनिकन खै केटा चाहिँ खोज्दै गर न खै हेरौँ त आउटफिट चेक गरौँ त आज ओहो ओहो पुतली भएर आछ त लेफ्ट हो कि यहाँबाट सिधै टर्निङतिर म आइदिन्छु क्या अगाडि आज चाहिँ मैले कुर्ता लगाइदिएको थिएँ कि गाइस मेरो हात हेरेर पनि थाहा पाउनुहुन्छ होइन आज म हल्का चलपल दिइरहेको छु अनि अब त्यस्तै हो अनि जाने प्लान भयो ल गइदिउँ न त गइदिउँ भने फेरि हामी तिनजना भएपछि अब केही चाहिँदैन होइन अनि कहाँ जाने भनेर सोच्यौँ अनि त्यसपछि हामी क्लिनिकलतिर जाने भनेर भन्दैथ्यो अनि साथीले चाहिँ खासमा प्लान उता पशुपतिको बनाएको थियो मेरो अलिकति पशुपति जानु मिल्दैन र मात्र कि अनि त्यही भएर त्योबाट जिन्दगी भन्दैन अच्छा ल मेरो खुट्टामा लाग्यो नि हाम्रो यो यतातिर क्या कोपन साइडको मान्छेहरूलाई चाहिँ राइट अनि त्यसपछि यता तल त गर्मी भइरहेको हुन्छ क्या माथि चाहिँ यति शीतल हुन्छ आनन्दको शीतल हुन्छ क्या अनि हामी सबैजना यतैतिर जान्छ कि यतातिरको मान्छेहरू प्रायः उतै जानुहुन्छ यति शीतल हुन्छ नि गाइस यहाँदेखिबाट होइन मजा आउँछ नि होइन टाढा टाढा हेर्नु न यहाँबाट यति राम्रो टाढा टाढा देखिन्छ नि गाइस साइकल चलाउनु चाहिँ लाज लाग्थ्यो मलाई अनि के हाम्रो मिस भेनम अलिक स्याड पनि हुनुहुन्थ्यो होइन हजुरहरू सबैजना थाहै छ अनि यसो हाम्रो सोनारा पनि यो टाढा टाढामा आएको हो कि बाटो देखेको छैन भन्दै थियो तर सर्र गइरहेको छ मिस भेनम चाहिँ एकदमै अनि के गाइस मेरो यो मेहन्दी कस्तो देखेको छ कस्तो देखाएको छ भनिदिनु ल कमेन्टमा ठुलो आज अलिकति मेरो काम पनि थियो कि गाइस अनि काम हुँदा नि अब साथीलाई यसो टाइम दिनु पऱ्यो भनेर कि अनि यता माथितिर नजिकै मैले यति बोलाएँ क्या आज उनीहरूलाई कति आफू मात्रै उता जानु भनेर गाइस कहिलेकाहीँ त्यताहरू बोलाउनुपर्छ साथीहरूलाई पनि दुःख दिनुपर्छ अनि यति आऊ न त अनि यसो चियासिया खाउँला भेटौँला गफ गरौँला होइन मन शान्त हुन्छ नि त मन भुलिन्छ क्या तर जतिसुकै जेसुकै भन्नु होइन धेरै कुराहरू भुलिन्छ क्या यो हो नि त सिक्नुपर्छ यसरी नै सिक्नु हामीले पनि यसरी नै सिकायो हो मैले पनि यही सिकाएँ हो नि त हो अन्त दुइटा लाइसेन्स पो छ त गाइस एउटा स्कुटरको छ एउटा होइन गाडी चलाउनु मन लाग्यो कि अब मलाई निकालिदिन्छु सौदाको ट्याकबाट नै डजरको निकालिदिन्छु कहाँ बस्ने यहाँ बस्ने कि माथि गएर बस्ने उसले मलाई मिस गर्यो क्यामेरामा हेरेको हेर्नु अहिले क्यामेरा अनै छैन मेरो छ नि त खास हटाएको पिरो पिरो मिठो पाउँछ त्यहाँ फेरि बस्न चाहिँ फेरि त्यस्तो वाउ छैन है त्यो त हाम्रो चलिहाल्छ नि हाम्रो साथी हो होइन खानेकुरा मिठो हुनु पऱ्यो बस्नु वाउ त किन चाहियो होइन हो न उता माथि बस्नु भन्ने कुरा भएको थियो माथि नबस्छौँ यहाँ तल बस्छौँ होइन त्यहाँ खानेकुरा अलिक मिठो पाउँछ कहाँलाई मिठो लाग्छ पिरो पिरो यहाँ लाल परिलाई हेर्नु न कति लाल परि भएर नाच्देऊ नि त एकचोटि मोटी देख्यो होला है मलाई राम्रो देखिएको छ मोटी त के को मोटी देखियो नि तिमी मोटी छौ त अनि देखिहाल्छ नि यार मोटी नै छ है मोटी छ कि छैन प्लिज कमेन्ट गरेर भनिदिनु यो दुईजनामा को मोटी हो कमेन्ट गरेर भनिदिनु है मुंबई की ना दिल्ली वालों की पिंकी है पैसे गीत